मम्मी म घुम्न जान्छ है। कहाँ घुम्न जाने हो र यस्तो गर्मीमा पनि थपक्क घर नबसेर खालि लखर 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 घुम्न जाने जहाँ जहाँ जानु छ बिहेपछि जानु बस तसँग कुरा गर्न छ हे कविता कति राम्रो ठाउँबाट त एउटा बिहेको कुरा आएको छ कि बिहे गर्नु अब पढ्ने बेलामा कहाँ बिहे गर भनेको हो, यस्तो कुरा नगर्नु न। बिहे गरे हेर कति राम्रो केटा छ भने छ केटाले त जे भने त्यही मान्छ भने कति सोझो जाँड रक्सी बिडी केही खाँदैन अरे त्यति राम्रो छ अरे धेरै हि नगर यति राम्रो ठाउँबाट कहाँ आउँछ र त यहाँको नि कुरा हो उहाँले त भन्दैन यस्तो केटा त हातबाट त फुस्काउँदै नफुस्काउ है यसलाई त बत्ती बालेर टुकी बालेर खोज्न जाँदा पनि भेटिँदैन यस्तो केटा त भनेर भन्नुभएको थियो उहाँले त्यही भएर एकचोटि सोच राम्रोसँग सोच बिहे गरेपछि त हेर आफूले जे गर्छु भने नि हुन्छ क्या अनि आफ्नै घर केटाको घरमा गएर बिहे गरिसकेपछि गएर गर्ने जे गर्न मन लाग्छ आफूलाई त्यही गर्ने लखर 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 डुल्ने होइन थाहा छ कि नै बुढापाका त ठिक्कको उखान बनाएका 20 वर्ष पारी बिहे गरेर गएपछि हामीलाई पनि आनन्द हुन्छ कहाँ जान्छ के गर्छ कसो होला भन्न नि परेन हेर त्यही भएर सोच त्यहाँ अहिले बिहे गर्छु, पढिरहेको छु, अझै 2-3 वर्ष त म कहाँ बिहे गर्छु, अझ कहाँ उमेर भएर बिहे गर्ने। अहिले बिहे गर्ने अब 20 वर्षमा कहिले बिहे गर्नुहोस् र 21 वर्ष भइहालिस् अब बिहे गरे भइहाल्यो के को बिहे गर्दिन बिहे गर्ने बेला सबैले यस्तै भन्छन् यार त्यही भएर एकचोटि सोचेर विचार गरेर कुराको केटा छ हिरा छ हिरा पढ्ने बेलामा बिहे गर भन्ने बस्यो। एकचोटि सोचेर भनिस् है ल सोचौँला। नन्दा नानी तपाईँको त बिहाको कुरा आएको थियो त के भयो घरमा मम्मीहरूले त्यही भन्नुभयो, अब सोचेर यस्तो केटा कहीँ पाउँदैन भनेर भन्नुभयो, सोचेर भन्नुभयो। अब खै के भन्ने हुन्छ भन्ने कि के भन्ने थाहा छैन, सोचिरहेको छु हुन्छ भनौँ कि भनेर केही नखाने केटा अरे अब यस्तो केटा कहीँ नपाउने भएपछि अब जहाँ गए नि हुन्छ भन्नुभयो, जति पढ्छु भने नि पढाउँछु भने नि त्यही भएर म त हुन्छ भन्नु लाग्यो। नानी धेरै मख नपर्नु है मख नपर्नु यो अघि यस्तो यो मान्छेले ठगाउनुको लागि भन्ने तपाईँको दाइले पनि मलाई त्यस्तै भन्नुहुन्थ्यो कति वर्षमा दिनकै माइत जान दिन्छु अनि कता कता घुमाउँछु भन्नुहुन्थ्यो के गर्नु अब 2 वर्षमा एकचोटि माइत जान पाइन्छ यो देश विदेश घुमाउँछु भन्नुको त कुरै छोडिदिनु नानी अरूसँग त्यही पोखरा घुमाउनु लग्नु पाएन दाइले अनि यो सब फकाउनुको लागि हो नानी फकाउनुको लागि हो आफ्नो भाग्य त्यस्तो हो भनेर के मेरो पनि त्यस्तै हुन्छ, म त जान पाइहाल्छु नि, तपाईँ जानु पाउनु भएन भन्दैमा के त्यही भन्ने। सोच्नु है नानी सोच्नु अहिले मैले भने त रिसाले भने भाउजूले भन्नुभयो होला सोच्नु म त पहिल्यै तपाईँलाई भनिदिएको छु यो सबै कुरा भनिदिएको छु पछि पछुताउनु होला नि मलाई त्यो सबतिर जा भने देश विदेश जति पर्छ भने नि हुन्छ भने नि भइहाल्छ नि। भाउजूले भनेर पुरा रिसाउनु भयो नि पुरा बिहाको कुरा आयो भने त लक्ख गरेर बस्नु भयो होला भोलि पर्सि यही भाउजूले भनेको कुरा झलझली याद आउँछ अनि बल्ल थाहा पाउनुहुन्छ पछि पछुताउनुहुन्छ आफ्नो त भयो भने अर्का पनि त्यस्तै हुन्छ भनेर सोचिनु रिसाले।